हर हेयर हामी चाहिँ बौद्धमा खोइ के यसले के भन्छ के अरे फेस्ट भइरहेछ के फेस्ट भइरहेछ अरे लिएर आएको अनि मेकअप पनि गरेको छैन मैले म त रेडी है ऊ चाहिँ रेडी भयो सो तर स्याटरडे भएर कति भिड हुन्छ होला है अनि हाम्रो चाहिँ स्कुटर कस्तो राम्रो बच्चा त्यो सानो बच्चा अनि हामी स्कुटर राखेर कहाँ भित्रबाट आइरहेको तर हामीलाई थाहा छैन जस्तो है जम रे जम भनिरहेको छ है हामी खास बालै छोडिदियो पहिला त्यहाँ टप टिम पनि खिच्छ टप टिम पनि खिच्छ स्टलहरू त केही देखेन त ए ओके ओके आइसी पुरा राउन्डै स्टल हुन्छ है ए वा यसो सुकुलहरू पनि रहेछ तपाईँ सोचेर तर फेरि मान्छेहरू कति हुन्छ क्याप लगाएर आउनु पर्ने रहेछ घाम ट्याक्क आँखामा त छेक्थ्यो ह्यान्डिक्राफ्ट ज्वेलरिजहरू पनि रहेछ त बनाएर हेरेन के चाहिँ अब पहिला युज गर्ने भाँडाहरू होला सायद के लियो अब यहाँ चाहिँ माला लिन आएको भनेर 108 के होला माला भने मलाई चाहिँ आई डोन्ट नो आई एम सो अब्सेस्ड विथ यस्तो काइन्ड अफ थिङ्स अनि यस्तो मनपर्छ मलाई यो सी यस्तो यस्तोहरू यस्तो राम्रो छ दिस इज सो नाइस चल्यो रोड हाउस क्याफेमा आएको रुफटप सोचेर तर यस्तो प्याक रहेछ भने तर पनि प्याक थियो माथि पनि प्याक अनि हाम्रो चाहिँ भ्यू हेरेर मन थियो भ्यू हेरेर खानु मन थियो सो द्याट्स फाइन नाउ वी गना dig $2 न्यु योर्क स्टार चिज केक आयो हाम्रो ट्राई गरेको छैन अनि कम्बुचा अनि त्यो पनि मैले कहिले ट्राई गरेको छैन अनि चाहिँ क्यापुचिनो सो हामी चाहिँ फुटबल अनि चिज केक यो चाहिँ न्यु योर्क स्टाइलको चिज केक हो है त्यो त्यो चाहिँ मेल्ट हुने खालको चाहिँ छैन तर मिठै छ त्यसपछि अझै सावर टेस्ट पनि रहेछ है क्यापुचिनो अनि कम्बुचा पनि यो चाहिँ लेमन र टेस्ट हो तर हामी कहिले ट्राई गरेँ के छ त यो बियर काइन्ड अफ थिङ हो कि के अहिले फेरि त्यहाँ घर जाँदा स्कुटर चलाएर जानुपर्छ अनि स्पेगेटी पनि दिएको थियो हामीले स्पेगेटी कस्तो एभ्री प्लेसको मिठो हुँदैन नि त मान्छे बनाउन हुँदैन स्पेगेटी तर यहाँ चाहिँ लाइक इट्स कस्तो मिठो नै छ कि अनि म चाहिँ यसरी हालेर खान्छु Tomato fans of it.
बल्दैनहरू कस्तो क्युट क्या है साउन्ड पनि कपल फोटोसुट भइरहेको छ कस्तो क्युट फरेनर कस्तो मिठो है अरू के वाटरमेलन पनि कसरी त्यस्तो भएको होला बाहिर खाँदा कस्तो टेस्टै नभएको जस्तो हुन्छ यो स्पेगेटीको यो ब्रेड चाहिँ लास्टमा यसको यो ग्रेभीसँग यसरी खानको लागि पो हुँदो रहेछ मैले कुन फ्रेन्ड्समा देखेको थिएँ कि घाउ भएर भन्न काट्न मिलिहाल्छ होइन अल स्किन के हो अल स्किन फार्मेसी स्किन टेस्ट गर्न आएको बिकज मेरो अहिले यस्तो भइरहेको छ त्यही भएर अस्ति मैले तल कसैले आँखा लगाएको त्यही भएर यस्तो भएको त्यो पहिला तर कस्तो रमाइलो है हजुर त्यस्तो कपाल सपक्क माथि पार्नु ल रिजु काट्नु ठुलो भयो ओइली भनेर त थाहा छ म त त्यो कसरी के भएको अहिले देखाउँछ अहिले देखाउँछ होला सायद समर्छ अब ओइली हो कि स्किन टाइपको त्यो मात्र देखाउँछ अरू केही देखाउँदैन देखाउँछ एक्नेहरूको पनि भयो तिमी अन्डा जस्तो देखिरहेछौ भयो कम सेन्सिटिभ रहेछ नि हजुरको स्किन त हजुर अहिले के प्रोडक्ट लाउनुहुन्छ सो हामी चाहिँ बौद्धबाट फर्किसक्यौँ त्यहाँ मेलामा तर हामी त्यहाँ मेलामा चाहिँ केही पनि किनेनौँ अनि त्यहाँ फर्केर चाहिँ हामी अलिकति हाम्रो स्किन केयर होइन अलिअलि बौद्धमा पनि सामान किनेको छ पर्सहरू फाइनली अस्ति कति पछि हामी यति धेरै रेड पर्स खोजिरहेको थियो रेड पर्समा रेड र ग्रिन पर्समा चाहिँ पैसा हाल्यो भने चाहिँ लाइक त्यो आइरहेको छ भनेर होइन अनि हामी चाहिँ यस्तो हामी यति धेरै ठाउँमा खोज्यो तर हामीलाई कहीँ पनि केही मन परेको थिएन कि अस्ति त पर्स खोज्नमा त हामी एक दिनभरि वेस्ट गरेको थियो है अनि आज त नसोचेको यतिकै पायो है यतिकै गएको ठ्याक्क पाइहाल्यो यसले त हरियो हेरेको थियो कस्तो कस्तो अनि पछि लास्टमा यो चाहिँ मैले गिफ्टको लागि किनेको उसको बोयफ्रेन्डको लागि अनि हामीले चाहिँ सेम किनेको यो राम्रो है मलाई एकदम मन पर्यो दाइलाई मन पर्यो दाइलाई यो पर्स मन पर्यो भनेको दाइले चाहिँ यो लाउनु मिल्दैन ल केटी टाइपको भयो कि यो चाहिँ अनि मैले चाहिँ मलाई यस्तो आँखा तल गाजलहरू लाउनु मन लाग्छ नि त तर मेरो आँखा सानो छ तर पनि मन लाग्छ त्यही भएर मैले एक्चुली मजाले त्यो गाजलले नै लगाउँछ कि तर विल ट्राई यो के भन्छ आइलाइनर पेन्सिल तर ब्राउनमा के त्यही भएर ब्राउनमा ट्राई गर्नु मन छ अनि म यसको भिडियो पनि बनाउँछु अनि यो चाहिँ लिप लाइनर हो ब्राउन मोकावाला मसँग अर्को ब्राउन चाहिँ छ चक्लेट ब्राउन छ अनि त्यस्तो के अर्को एउटा बर्गेन्डी के वाला पनि छ मरुन ब्राउन वाला तर मलाई चाहिँ यो मोका ब्राउन ट्राई गर्नु मन लाग्छ यो कस्तो त्यो रहेछ है लाइनर हो कि यो चाहिँ आँखाको अनि यो चाहिँ लिप लाइनर हो कलर चाहिँ तर लिप लाइनर पनि यता आँखामा लगाउन त मिल्छ मैले एकचोटि मरुन ट्राई गरेको थिएँ है त्यो आँखा नै रोको जस्तो देखिरहेको थियो कि मरुन लगाएर त्यही भएर मैले ब्राउन लिएको यसपालि अनि हामी कस्तो के किनेर ल्याएको जस्तो थियो है
त्यही पसलबाट हामीले यो लिएको थियो मसँग चाहिँ पहिला अलरेडी यो र यो छ त्यही भएर यो रिजुले दिन्छ अनि यो चाहिँ मलाई चाहिरहेको त्यही भएर यो म राख्छु तर ठिकै भयो कि यो ठुलो लिएको पनि कलर पनि पिङ्क भयो कस्तो राम्रो चाहिँ मेरो त्यो चाहिँ अर्को पर्पल कलरको मैले चाहिँ तँलाई फेस वास दिएको थिएँ त घरमा युज गर्नलाई यस्तो सानो बोतलमा पर्पलवाला सानो बोतल त्यही हो त्यो मैले त्यो सल्युसनको फेस वास त्यसमा राखिरहेको छु मसँग चाहिँ थिएन केही पनि तर यो मलाई चाहिन्छ कि स्प्रे र यो वाला है यो दुइटा चाहिँ मसँग छ यिनीहरू चाहिरहेको थियो छ ल पिङ्क कलर कस्तो राम्रो पिची पिङ्क खालको छ है न्युड पिङ्क भनौँ न चाहिँ के को लागि हो यो यसमा राखेर त्यो प्रडक्ट खनाउने यिनीहरूमा सजिलै हुन्छ यसमा चाहिँ चाहिन्छ कि यसमा के होइन यसमा पनि चाहिँदैन होला के पनि चाहिँदैन अनि त्यसपछि यो सुरुवाल यति धेरै किचकिच उसले यति धेरै त्यो गरेर बार्गेन गरेर लिएको सुरुवाल हो यो समरमा चाहिँ तर यो 1250 भनेको थियो है 1250 भनेको थियो तर हामीले ब्रो यो तिम्रो रहेछ हो स्मल मिडियम ट्याक्क लार्ज एक्सेल चाहिँ म हो तर कस्तो राम्रो छ है मलाई राम्रो लाग्यो प्रिन्ट पनि राम्रो 1000 मा नै लियो अनि यो समरमा बाहिर जानलाई त्यस्तो हुन्छ है उसलाई स्कर्ट मन परेको थियो तर मलाई चाहिँ खासै त्यो स्कर्ट मन परेको थिएन राम्रो चाहिँ थियो तर खासै वाउ खालको चाहिँ थिएन कन्फ्युज भएको थियो किन स्कर्ट अब मेरो यो सानो छ नि त अनि त्यहाँ फाङ्ग निस्कनु पछि कसरी त्यो मिलाउनु त्यो स्कर्ट अलिकति ठिङ्रिङ्ग थियो कि ठ्याक्क लामो पनि होइन छोटो पनि होइन कि ठिङ्रिङ्ग तर साइजको मिल्यो भने चाहिँ कुलै देख्थ्यो कि त्यो स्कर्ट है कलर कस्तो राम्रो थियो ब्ल्याकमा अझ ब्राउनले भरेको कि हो त्यो प्रिन्ट चाहिँ राम्रो थियो त्यसको नट ब्याड एकदम राम्रो छ यो है समरको लागि शीतल हुन्छ यो त अनि हामी आज स्किन टेस्ट गरेको थियो अनि त्यसको रिजल्ट आएर त्यो ठ्याक्क गर्न मिल्छ अनि हामी चाहिँ यो हाम्रो स्किनमा यो दागहरू बसिरहेको थियो नि त पिम्पलले गर्दा हामी चाहिँ एउटा प्रडक्ट युज गरेको थियो त्यसले गरेर चाहिँ दाग बस्यो यसले मलाई रेकमेन्ड गरेको थियो प्रडक्ट अनि खासमा चाहिँ त्यसले पिम्पललाई चाहिँ सुकाउँछ अनि नदुख्ने पनि बनाउँछ है दुखिरहेको छ नदुख्ने पनि बनाउँछ तर त्यसले चाहिँ दाग छोड्दो रहेछ कि अनि मलाई चाहिँ मैले पहिला त्यो प्रडक्ट युज गरेको थिएँ गरिसकेपछि चाहिँ मेरो यो दागहरू जाँदै गइरहेको छैन के भयो यति बेरसम्म भनेर पछि बल्ल धन्न हाम्रो स्किन टाइप एउटै भएर है धन्न ओइली ओइली सेम अनि उसको एज चाहिँ 30 चाहिँ पनि गाइज म त हेर 30 जस्तो देख्छ अरे उसको त्यो उसमा स्क्रिनमा एज चाहिँ उसको त्यो फेस अनुसार त 30 जस्तो देख्छ देखाइरहेको छ मेरो चाहिँ 26 नै देखाइरहेको छ लक्क परेछ त्यसको लागि भित्रको चिठी त्यो हेरौँ न यसको तर एउटै स्किन टाइप चाहिँ हामीले एउटै जस यस्तो रहेछ क्युट रहेछ है म त ब्लू नै सोचिरहेको थिएँ के हो फेस चाहिँ राम्रै म चाहिँ फर्स्ट टाइम सेरम ट्राई गर्न लाग्यो फर्स्ट टाइम मैले चाहिँ पहिला ट्राई गरेको मसँग छ पनि सेरम तर मलाई डर लाग्यो कि सेरमहरू युज सेरमहरू मोस्टली 30 ml मात्र हुँदो रहेछ है स्टार्टिङ कस्तो होला हो मलाई थाहा छैन ठुलो पनि हुन्छ ठुलो पनि ट्राई गर्न लाग्यो ओर्डिनेरीहरूको कस्तो ठुल्ठुलो हुन्छ त हो ओर्डिनेरीको त्यो बोतल नै ठुलो यसमा चाहिँ भिटामिन ई रहेछ मलाई चाहिँ भिटामिन सी युज नगर भनेको थियो मलाई चाहिँ मैले सोध्न पनि बिर्स्यो भिटामिन सी अब तिम्रो पनि भिटामिन सी त होला नि स्किन एउटै भइसकेपछि यो भयो हाम्रो स्किनको लागि हामी आजकल चाहिँ मेकअप भन्दा धेरै स्किन केयरमा फोकस भएछ है यस तर म डेली मेकअप युज गर्छु अब चाहिँ म चाहिँ युज गर्दिनँ कम नै गर्छु म त सनस्क्रिन पनि बियरली युज गर्छु तर अबदेखि चाहिँ युज गर्छु भनेर नै तर प्लिज मोइस्चराइजर चाहिँ युज गर्नुपर्छ ल अनि यो जिबीबाट चाहिँ वी गट जिबीमा चाहिँ हामी यो पी-सेफ मलाई यस्तो पिरियड क्राम्स हुन्छ त्यही भएर मैले यो पी-सेफवाला ट्राई गर्नलाई लिएको हो आई डोन्ट नो हाउ मलाई पनि एकचोटि भन ल कस्तो हुन्छ भनेर अनि म चाहिँ आई अलवेज युज यो बिकज मेरो ओभर ब्लिडिङ हुन्छ नि जहिले बेडसिटमा लागिरहेको हुन्छ कि त्यही भएर मैले अब यो आएदेखि चाहिँ यो मलाई युज गर्न डर लाग्छ कि अहिलेसम्म युज पनि गरेको छैन मेन्स्ट्रुएसनल कप मेरो चाहिँ अलिकति ब्याड त्यो एक्सपिरियन्स छ तर बहिनीले चाहिँ मजाले युज गर्छ मेरो बहिनी जहिले त्यही युज गर्छ केही हुँदैन लिकेज सोचेर नि तर त्यो लाउँदाखेरि चाहिँ पिरियड नभएको जस्तो फिल हुन्छ मैले एकचोटि मात्र लागेको है त्यही बेलामा अनि पछि सेकेन्ड टाइम त्यो यो रियुज गर्दाखेरि चाहिँ अलि त्यो भयो त्यही भएर मैले गरेकै छैन अनि मैले यो नै युज गर्छ राति सुत्नलाई चाहिँ
अनि त्यो राम्रो है पेन्टिङमै आउँदा त त्यो सेपहरू पनि त्यस्तो केही पनि फरक पर्दैन प्याडहरू लाउँदा त कहिले ट्याप्प लुगा लाउँदा सेप आउँछ नि त है त्यो ट्राई गरेर मलाई भन्नु ल यो चाहिँ भयो भने युज गर्छु अनि प्याड भइहाल्यो अनि अब चाहिँ मेरो त्यो त्यो प्योरेस्टको चाहिँ त्यो अलिकति त्यो उसमा मात्र बाँकी छ के भन्छ ट्राभल किटमा अलिकति मात्र बाँकी छ अनि त्यही भएर म अब यो युज गर्छु मैले पहिला एकचोटि युज गरेको थिएँ मैले स्टार्टअप यसबाट गरेको थिएँ एक्ने भनेर किनभने अरू के थाहा एक्नेको लागि होला भनेर युज गरेँ कि यो चाहिँ पोर्स क्लिन्स गर्छ भनेर पनि देखिरहेको छु मेरो धेरै पोर्स आएको छ अरे मैले स्किन टेस्ट गर्दा त्यही भएर मैले यो लेखेको अनि स्किन टेस्ट गर्दाखेरि चाहिँ यो प्रडक्ट भएको सनस्क्रिन युज गर भनेको थियो नाइसिनामाइड यो नत्र हामीले त्यो कोरियन त्यो वाला लिन लगाएको थियो है ट्राई गरेर मलाई भन किनभने मैले अनुहारको कस्तो महँगो यो कति थियो यहाँ मैले कति देखेको थियो तर यो त्यो तिनीहरू त कोरियन भयो नि त त्यही भएर त्यो महँगो भएको जस्तो लाग्यो क्या यो चाहिँ सस्तो छ जस्तो तर मैले जिबीमा यो सबै प्रडक्ट लिएर नै बल्ल लाइक 1700 भएको थियो कि इट्स लाइक एकदमै अफोर्डेबल थियो कि कति धेरै लिएको जस्तो लाग्यो एकदम धेरै थियो यो सबै जिबीको नै हो यो अनि यो फेस वास है म त कति धेरै बिल आउँछ त्यस्तो फिल भएको ठिक छ के है यही हो जिबीको मैले यसको नाम चाहिँ पढ्नु लाग्यो कति विश केयर 671 हो माइ गॉड यो युज भएर भयो भने 5 वटा आउँथ्यो हाम्रो त्यो प्राइसमा 2300 थियो त्यसको अनि त्यो चाहिँ मैले पहिला एकचोटि ट्राई गरेको थिएँ यो 1400 भनेको थियो हैन मैले 1400 होला भनेको 1400 इन्डियन प्राइस गरेको नि मैले 17 18 सम्म पुग्छ 22 डबल ठिकै युज भयो भने त अब तर यो सेरमहरू अलिक धेरै चल्छ जस्तो लाग्छ कि धेरै टाइमसम्म लाउँछ नि त 30 ml भनेको पनि ठिक किनभने 2-3 ड्रपमा त लाउ भनेको छ नि त राति सुत्नलाई धेरै पनि लाउनु पर्दैन 2-3 ड्रप गरेर सबैमा फैलाएर अनि सुत्दिने सो ल यति नै हो अनि थ्याङ्क यू बाई बाई अनि हामीले त्यहाँ स्किन के भन्छ त्यो देखाएको वाला पनि त्यस्तो धेरै प्राइस पनि 100 रुपिस मात्र हो है स्किन टेस्टको म त स्किन टेस्टको पनि मान्छेले त्यो हुन्छ नि डक्टर चार्जहरू 700-800 पर्छ भनेर त्यो डक्टर कहाँ थियो र त्यहाँ मलाई त पिरियड यस्तो भइरहेछ पेट दुखिरहेछ तर मलाई अघि बिहानसम्म चाहिँ दुखेको थिएन दुख्न चाहिँ दुख्छ सेकेन्ड डेमा चाहिँ एकदम राति चाहिँ दुख्थ्यो आज चाहिँ त्यो कफी खाने बित्तिकै झन् धेरै दुख्न थाल्यो जस्तो भएर अनि चाहिँ Okay, bye bye. See you next time. Bye.